मास्टरनी चलचित्र समग्रमा राम्रो बनेको छ। काठमाडौँमा गरिएको ग्रान्ड प्रिमियरमा सबैले यसै भनेका थिए। फिल्म हेरिसकेपछि भने मलाई त्यति पनि राम्रो लागेन जति प्रिमियर सोमा तारिफ गरिएको थियो। यहाँ गल्ती मेरै हो जस्तो लाग्छ, किनकि यो सिनेमालाई लिएर मैले चाहिँ एकदमै ठुलो अपेक्षा राखेको थिएँ। त्यो नराखेको भए यो चलचित्र मलाई राम्रो लाग्थ्यो होला। पहिलो कुरा त मास्टरनीको ट्रेलरलाई लिएर म एकदमै धेरै हौसिएको थिएँ। ट्रेलर हेरिसकेपछि त्यति बेला मलाई लागेको थियो यो सिनेमा पक्कै पनि हेर्न मजा आउनेवाला छ। एक त जनरा पनि खतरा, अर्को कुरा हिन्दी सिनेमा दृश्यमको जस्तै त्यो स्टोरी लाइन, प्रेजेन्टेसन पनि पक्कै तगडा हुन्छ होला भन्ने मैले सोचेको थिएँ, किनकि यसको डिरेक्टर इन्डियन हुन्। मलाई लागेको थियो पर्दामा केही धमाका हुनेछ, तर त्यस्तो केही पनि भएन। मेरो त्यो एक्साइटमेन्ट औसिएको पटका जस्तो पिटिस्स पड्केर सकियो। त्यसैले म तपाईहरुलाई सुरुमै भन्छु, यो फिल्मलाई लिएर मैले जस्तो हाई एक्सपेक्टेसन नराख्नुहोला। ठिकठाक थ्रिलर फिल्म हो भनेर सोचेर जानुभयो भने तपाईहरुलाई यो सिनेमाले एकदमै धेरै इन्टरटेन गराउनेछ। अभिनेत्री प्रियङ्का कार्कीले नेपाली अडियन्सलाई नयाँ जनरामा नयाँ स्वाद दिने प्रयास गरेकी छन्। यो आँट र प्रयासका लागि भने हामी थ्याङ्कफुल उनीप्रति हुनैपर्छ। शुभेन्दु घोषको डिरेक्सनमा बनेको क्राइम थ्रिलर मास्टरनीमा एउटा राम्रो कोसिस भने पक्कै पनि भएको छ। सारमा यसको स्टोरी भन्नुपर्दा फिल्ममा एउटा एक्सिडेन्टल घटना हुन्छ जसमा अन्जानमा एउटा क्यारेक्टरको डेथ हुन पुग्छ। उसलाई कसले मार्यो, त्यसमा मास्टरनी र उसकी छोरी अंकिता कसरी इन्भल्भ हुन्छन् र आफ्नै छोरीलाई बचाउनका लागि मास्टरनीले कस्तो कस्तो प्लान बनाउँछे, त्यो घटनापछि कस्तो साइकोलोजिकल प्रेसरबाट उनीहरू गुज्रिनुपर्छ, प्रहरीको भूमिका कस्तो हुन्छ, यस्तै यस्तै घटनाहरूको वरिपरि यो चलचित्रको कथा दौडिन्छ। फिल्ममा हामीले प्रियङ्का कार्कीलाई एउटा ब्रिलियन्ट टिचर अनि निडर महिलाका रूपमा देख्न पाउँछौँ। छोरीको लागि जस्तोसुकै परिस्थितिसँग पनि भिड्न सक्ने एउटा जिम्मेवार आमाका रूपमा पनि उनी प्रस्तुत भएकी छन्। सिमरन खड्का जो चाहिँ यो फिल्ममा अंकिताको रूपमा देखिएकी छन्। गौँथली बनेर चौतर्फी माया बटुलिरहेकी उनलाई अंकिताको नयाँ रूपमा अडियन्सले कसरी रेस्पोन्स गर्लान् भन्ने निकै चासोको विषय पनि रहेको छ। उनी यो सिनेमामा एउटा कलेज स्टुडेन्टको रूपमा रहेकी छन्। पढाइमा लगाव राख्ने उनको जीवनमा यस्तो नसोचेको घटना भइदिन्छ जसले उनलाई दिनरात सताइरहन्छ। क्यारेक्टर अनुसार उनको अभिनय ठिकठाक रहेको छ। यो फिल्ममा आर्यन सिग्देल डिएसपीको रूपमा देखिएका छन्। उनको नाम हुन्छ दुर्गेश थापा। सुरुमा त हामीलाई यही कुराले आँस उठ्छ। यसले कतिलाई गणित सिकाउने त्यो गीतको याद दिलाउँछ भने धेरैलाई यो नाम आउनसाथ कमेडी लाग्न सक्छ। जे होस्, घटनाको छानबिन गर्न दुर्गेश थापा ड्युटीमा छन्। तर मलाई यो पात्र यो सिनेमाको सबैभन्दा कमजोर पात्र लाग्यो। न त यो क्यारेक्टरले थ्रिल गराउँछ, न त कुनै प्रेसर नै फिल गराउँछ। मर्डर मिस्ट्री सिनेमामा प्रहरी देख्न साथ एक किसिमको डरको माहौल बन्नुपर्ने हो, अडियन्सको मुटु धक धक गर्नुपर्ने हो। तर दुःखलाग्दो कुरा के छ भने दुर्गेश क्यारेक्टरले न त क्युरियस गराउन सक्छ, न त कमेडी नै गरेको देखिन्छ। त्यसैले यो पात्र एकदमै निरस लाग्छ। बरु केही सिनहरूमा प्रमोद अग्रहरीको एक किसिमको औराले काम गरेको छ। फिल्ममा उनी विशिष्ट नेताका रूपमा देखिएका छन्। उनको एक्सप्रेसनले नै केही डरको माहौल क्रिएट गरिरहेको छ। उनको डायलग फेरि एकदमै बवाल छ, तर डायलग अनुसार भिजुअली काम भने त्यति राम्रोसँगले हुन सकेको छैन। एउटा रहस्यमय फिल्ममा सिनेमाटोग्राफरको कामले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। साउन्ड डिजाइन पनि उस्तै मुटु चिउ चिउ पार्ने हुनुपर्छ। तर यो पक्षमा पनि यो सिनेमामा त्यस्तो तारिफयोग्य काम भने भएको देखिँदैन। यो फिल्ममा एकदमै राम्रो काम भएको कुरा गर्नुपर्दा सिसिलिया क्यारेक्टरमा रक्षा थापाले एकदमै राम्रो अभिनय गरेकी छन्। उनको औरा, स्क्रिन प्रेजेन्स, डायलग डेलिभरी सब कुरा पर्फेक्ट देखिएको छ। सायद यो क्यारेक्टरलाई अझै स्क्रिन टाइम दिन सकेको भए, उसको त्यो नेगेटिभ रोललाई अझ बढी एक्सप्लोर गर्न सकेको भए फिल्मको लेभल नै निकै फरक हुन सक्थ्यो होला भन्ने मलाई लाग्छ। यो फिल्मको कथा पनि ठिक छ, प्लान पनि ठिक छ, तर प्रेजेन्टेसन भने निकै कमजोर देखिन्छ। नर्मली अडियन्सहरू मर्डर मिस्ट्री हेर्न गएका हुन्, त्यही कुरामा उनीहरूलाई इन्गेज गराउनु पर्ने हो। तर फिल्म कहिले फ्ल्यासब्याकमा जान्छ, कहिले अन्नेसेसरी टपिकहरूमा अल्झिरहन्छ, जसले गर्दा सस्पेन्स रिभिल भइरहँदा वा भनौँ क्लाइमेक्स सिन आइरहँदा पनि खास मजा आउँदैन। त्यसैले ओभरअल यो फिल्मलाई मैले रेटिङ गर्नुपर्दा म दिन चाहन्छु 5 मा 2.5 स्टार। जे होस्, नेपाली सिनेमा पछिल्लो समय प्रोग्रेसिभ छ। मलाई अलिक कमजोर लागे पनि तपाईहरुलाई यो सिनेमाको स्टोरीले पक्कै पनि रोमाञ्चित गराउन सक्छ। यो सिनेमा हेरिसक्नु भएको छ भने तपाईलाई यो सिनेमा कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। यो सिनेमाको निर्माण टिम र सिनेमालाई भव्य सफलताको शुभकामना भन्दै म एकराज प्रधान आजको यो भिडियोबाट पनि बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाली सिनेमा।